बिहान 5 बजेको समयमा हामी आफ्ना कपडाहरू प्याक गरेर गोसाइँकुण्ड यात्राको लागि अगाडि बढ्यौँ। हामीसँग हुनुहुन्थ्यो 2 जना दाजुहरू अनि 2 जना भाइ भनौँ, अब साथीभाइ। हामी जम्मा 5 जनाको टोली गोसाइँकुण्डको लागि अगाडि बढ्यौँ। हामी बस पार्कमा गएर गाडी चढेर कलङ्की हुँदै, धादिङ हुँदै, नुवाकोट हुँदै हाम्रो यात्रा अगाडि बढ्यो। बाटामा रमाइला दृश्यहरू हेर्दै त्रिशुलीको किनारै किनार हाम्रो यात्रा अगाडि बढ्यो। हरियाली वातावरण, प्रकृतिलाई निहाल्दै खोला नाला हेर्दै बिस्तार हाम्रो गाडी अगाडि बढ्यो। बिचमा खाजा खाने कार्यक्रमहरू पनि भयो। लगत्तै हामी त्यसपछि अगाडि बढ्यौँ। गाडीमा रमाइलो गर्दै गफ गर्दै नयाँ ठाउँ जाने एउटा उमङ्ग बोक्दै हाम्रो यात्रा अगाडि बढ्यो। नुवाकोट र रसुवाको सङ्गम बेत्रावती हुँदै हाम्रो यात्रा अगाडि बढ्यो। घुम्ती बजारलाई हेर्दै निहाल्दै हामी धुन्चेतर्फ अगाडि बढ्यौँ। त्यसै बिचमा विभिन्न रसुवाका रमाइला डाँडा काँडा झरना खोला नाला हेर्दै हामी बिस्तार अगाडि बढ्यौँ। धुन्चे नपुग्दै केही ओर आर्मी सरहरूले टिकट काट्नु हुँदो रहेछ लाङटाङ नेसनल पार्कमा। छिरे बापत हामीले 100 रुपैयाँ तिरेर टिकट काट्यौँ। यहाँबाट केही अगाडि गएपछि धुन्चे बजार आइपुग्यो। त्यहाँ खाना खाएर हाम्रो पैदल यात्रा यसरी सुरु भयो। ल फाइनल्ली हामी लाग्यौँ गोसाइँकुण्डको यात्रामा। धुन्चेबाट हामी अगाडि बढेका छौँ। बाटो होइन, जाउँ न बजार हेर्दै अहिले के भएर हामीलाई वे टु लाङटाङ गोसाइँकुण्डको यात्रा अलि रङ्गिन खालको रहेछ। यहाँ धुन्चे बजार 2000 मिटरमा अवस्थित रहेछ भने गोसाइँकुण्ड 4380 मिटरमा रहेछ। हामी 2000बाट 4380 मिटर उक्लेर हिमालमा जानुपर्ने थियो। त्यही भएर हामी रोकिएनौँ। मार्गमा हिँडेका अनेकौँ पर्यटकहरूसँग गफ गर्दै हाम्रो यात्रा अगाडि बढ्यो। लट्ठी भेट्यो है, ट्याक्कै सुरुवात हुनु र लट्ठी भेट्नु एकैचोटि भयो दाजुले। है सानातिना झरना पनि भेटिन्छन् बाटामा। शीतल भ्लग त मेरो जतिखेर नै आउनुहुन्छ। प्रकृतिसँग रमाउँदै खोला नाला झरना हेर्दै निरन्तर हामी अगाडि बढ्यौँ। खोला नाला तर्दै भिडियो बनाउँदै हामी यतिखेर अगाडि बढिरहेका छौँ। हामीले त्यहाँ थाहा पायौँ गोसाइँकुण्डबाट बग्दै आएको नदी यही नै रहेछ। एकदमै सुन्दर, स्वच्छ, सफा, हेरिरहौँ जस्तो लाग्ने खोला तर्दै हामी अगाडि बढ्यौँ। 1.5 किलोमिटर अगाडि बढिसकेपछि हाम्रो उकालो बाटो सुरु भयो। उकालो बाटो सधैँ हिँडिराख्या नभए पनि गोसाइँकुण्ड यात्रा जाने भन्ने भएपछि साथीभाइहरू बिस्तार आनन्द लिएर अगाडि बढ्दै जानुभयो। ठाडा उकाला बाटा भएकाले बिस्तार अघि बढिरहेका थियौँ। त्यसपछि खेन्दे भन्ने ठाउँ आइपुग्यो। त्यहीँ केही समय विश्राम गरेर हाम्रो यात्रा हामीले फेरि सुचारू गऱ्यौँ। बाटो
हामी यतिखेर विश्राम थलमा छौँ। हिँड्दै हिँड्दै हामी लगभग डाँडोको टुप्पोतिर आइपुगिसक्यौँ। त्यति माथि आइसक्यौँ। तल त कहाँ हो ठाउँ अत्तो पत्तो छैन हामी हिँडेको। खोला त्यही खोला होला अहिले हामीले भेटाएको होइन। यही ठाउँमै गएर बस्छौँ भन्ने हाम्रो कुनै पनि विचार प्लान थिएन। जति सकिन्छ हिँडौँ, जहाँ पुगिन्छ रात पर्छ जहाँ त्यहीँ गएर बसौँला भन्ने साथीभाइहरूको प्लान थियो। त्यही अनुरूप हामी उकालो बाटो अगाडि बढ्यौँ। त्यसपछि देउराली भन्ने ठाउँमा हामी पुग्यौँ। देउराली समुद्री सतहबाट 2300 मिटर अग्लो ठाउँमा रहेछ। हामी धुन्चेबाट बल्ल बल्ल 300 मिटर मात्र माथि चढेका थियौँ। हाम्रो यात्रा 4300 लगभग 4400 भएकाले हामी रोकिएनौँ, अगाडि बढ्यौँ। हामी साथीभाइ चुत्रो पनि भेट्यो बाटामा। चुत्रो खाँदै रमाइलो यात्रा। पाक्या चाहिँ अलि छैन, पाक्या रहन्छ, अमिलो अमिलो छ। त्यही पनि उकालोमा अमिलोले मुख च्वास्स बनाएर लाग्दैछौँ हामी उकालो। अब उकालो मात्रै छ, अब के पो र। घाम अस्ताउने बेला हुन लाग्यो। हामी छिचोल्दैछौँ यात्रा। अब आज कहाँको बास भन्ने चाहिँ फेरि थाहा नै छैन। सूर्य भगवान अस्ताउन लाग्दै हुनुहुन्थ्यो। हामी त्यही दृश्य हेर्दै हेर्दै साथीभाइहरूसँग अगाडि बढ्यौँ। ठिक छ, यहाँभन्दा जानु हिँड्नु नि हुँदैन के। कति आनन्द आइज, थकै लागेको छैन। त्यसपछि हामी हिँड्दै हिँड्दै तिम्सा भन्ने ठाउँमा पुगेपछि रात पर्यो। हामी यतै बस्ने निर्णय गऱ्यौँ। बिहान सबैले उठेर हिँड्नुपर्ने भएकाले केही समय रमाइलो गरेर सुत्यौँ।